चाहिँ कामको लागि जाँदैछु। त्यही भएर काममा जाने बेलामा एउटा सानो भिडियो प्रस्तुत गरिरहेको छु। यहाँको म काममा जाने ठाउँको चाहिँ कस्तो छ सका कामको दृश्यहरू चाहिँ प्रस्तुत गर्न गइरहेको छु। म चाहिँ काममा जाने ठाउँमा चाहिँ ट्रेनमा जानुभन्दा हिँडेर जानु अलिक सजिलो छ अहिले, किनभने ट्रेनको खासै ट्रेन चढ्नु पनि अलिकति हिँड्नुपर्ने र उत्तिकै टाइम लाग्ने हुनाले ट्रेनको रुट चाहिँ काममा जाने ठाउँ र ट्रेनको रुट चाहिँ अलिक त्यति सुइटेबल, ट्रेन चढ्नुको लागि सुइटेबल नहुने हुनाले सधैँ चाहिँ हिँडेर जाने हिँडेर आउने गरेको छु। अघिबारी झन्डै जति लाग्यो। त्यही भएर चाहिँ अघिबारी हिँडेर जाने हिँडेर आउने गरेको छु। अनि हिँड्दै गर्दा एउटा सानो भिडियो चाहिँ प्रस्तुत गर्न गइरहेको छु। भन्ने मार्केट छ, तेल नजिकैको सपिङ सेन्टर गाडी बढिरहेको छु कामको लागि। अलिक फास्ट भएर जानुपर्ने छ, त्यही भएर फास्ट हिँडिरहेको छु। यो भिडियोको मेन उद्देश्य भनेको चाहिँ ओसाकाका विभिन्न भागहरू चाहिँ कस्तो रहेछन् भनेर साथीहरूलाई यसो देखाउने उद्देश्य हो। त्यही भएर चाहिँ यो भिडियो प्रस्तुत गर्न गइरहेको छु। त्यो नभएर यहाँका सडकको रुल्सहरू अनि त्यसपछि ट्राफिक म्यानेजमेन्टको कुराहरू लगायतका कुराहरू पनि हेरेर बुझ्न सकिन्छ। त्यस कारण पनि यो भिडियो प्रस्तुत गर्न गइरहेको छु। एकदमै रुल्स चाहिँ एकदमै राम्रोसँग फलो गरेको हुन्छ। मान्छेहरू आफ्नो तरिकाले अनुशासित रूपमा चाहिँ रुल्सहरू पालन गरिरहेको हुन्छ। त्यही भएर नै एकदमै सबै कुराहरू व्यवस्थित रूपमा सञ्चालित हुन्छ यहाँको। बसको लागि प्रतीक्षामा बाटो चाहिँ खोल्यो। म बाटो क्रस गर्दैछु गाडीहरू चाहिँ यताको। यहाँ नजिकै पार्कमा बच्चाहरू खेलिरहेका छन्। आज अब छुट्टीको दिन शनिबार भए पनि सबै बच्चाहरू पार्कमा खेल्दै रमाइलो गरिरहेको देखिन्छ।
यहाँ चाहिँ बाटो खुल्यो हुनसाथ, त्यही भएर मलाई उयो गर्नु परेन। सहज रूपमा घर गइरहेको छु। रोड छेउमा हरियाली देख्न सकिन्छ। रोडहरू पुरै एकदमै क्लिन छ, हेर्नुहोस् त। अहिले हावा चलेको छ, चिसो छ, रोडहरू एकदम क्लिन छ। रोडको दृश्यहरू भयो। फुटपाथ यति फराकिलो। पार्किङहरूमा लागि भन्दै छु म चाहिँ अहिले। बाटो खुलिरहेको रहेछ। बाटो गर्नु पाएँ मैले। काम गर्ने ठाउँको कहिले नजिक आइपुगेको छु। म चाहिँ भिडियो 10 मिनट साथीहरू हामीलाई यति नै हो त। म अब एकछिनमा काममा पुग्छु। हस् त, थ्याङ्क यू।